त्यति साह्रो जम्प पनि गर्न खोजिनँ 5 वर्ष अगाडिको कुरा अहिलेसम्म त्यसलाई म ट्र्याक ब्याक गरिरहेको छु होइन यदि कसैको पैसा स्विस ब्याङ्कमा छ गिभ यु एक्जाम्पल कोही व्यक्तिले स्विस ब्याङ्कमा पैसा हालेछ अथवा सिङ्गापुरको ब्याङ्कमा त हामीले त देखेकै छौँ नाम नलिउँ देखेर मान्छे त अब अहिले जेलमै छन् होइन भनी चाहिँ राखेको छ भने कुनै नेता कुनै के भन्छ यसलाई के अरे ब्युरोक्राट कसैले राखेको छ भने एनीवन होइन हाउ डु वी गेट द मनी ब्याक होइन मनी ब्याक भन्ने कुरा चाहिँ तपाईँको आजको डेटमा पनि तपाईँ स्विस ब्याङ्क या अरू ब्याङ्क या मेरै नोबेल ब्याङ्कमै भन्नुहोस् न कसैले पैसा राखेको छ तपाईँ ल यो चाहिँ घुस खाएको म फिर्ता गर भन्दा बित्तिकै मैले फिर्ता गर्न सक्ने अवस्था रहँदैन मैले भनेको चाहिँ त्यो खाता रोक्का राख्ने हो र भोलि अदालती निर्णय इन्टरनेसनल पनि बाहिरबाट पनि त्यही हो नि तपाईँले चाहिँ ल यो घुस खाएको पैसा हो ल स्विस ब्याङ्क फलानु ब्याङ्क चाहिँ यो मलाई चाहिँ नेपालमा फिर्ता पठाइदिए भनेर पठाइदिन्छ र पठाउँदैन किन भन्दा कस्टमरको कन्फिडेन्सियलिटी फर्स्ट लेभलमा रहन्छ नै त्यस कारणले त्यो भनेको त हामीले निरूपण गर्ने यही हो होइन भोलि त उसले चाहिँ त्यो भोलि अब कानुनी प्रक्रियामा गएर कानुनको कन्क्लुजनमा पुगेपछि बल्ल पैसा चाहिँ त्यसले घुस खाएको होइन बदमासी भएको होइन उसलाई क्षतिपूर्ति कति गराउने बिगो कति भराउने भनेर चाहिँ हामीले यहीँ उसलाई थुन गर्ने हो कि राख्ने हो कि बिगो भराउने हो कि यहीँ भराउने हो अनि त्यसले चाहिँ उताबाट पैसा यहाँ ल्याएर यहाँ बिगो भर्ने हो कि तर सजिलैसँग ल फलाना चाहिँ स्विस ब्याङ्कमा भएको खाता चाहिँ क्लोज गरेर यहाँ पैसा पठाइदियो भनेपछि अन्टिल एन्ड अनलेस त्यो चाहिँ त्यो इन्टरनेसनल ट्रिटीले त्यसलाई चाहिँ गभर्न गर्छ त्यसरी हामीले काम गर्न सक्छौँ भने एउटा कुरा हो नत्र यति सजिलै चाहिँ त्यहाँ भएको पहिला कुरा त इन्फर्मेसनै तपाईँले पाउँदैन होइन